हाई एभ्रिवान, लेट्स मेक हाँसको मासु विथ अस। हामीले चाहिँ एउटा प्यानमा तोरीको तेलमा प्याज र लसुनलाई राखेर मजाले फ्राई गर्छौँ। यो चाहिँ रातो रातो हुने गरेर नै फ्राई गर्नुपर्ने हुन्छ। अनि हजुरलाई चाहिँ मैले यहाँ एउटा सानो कचौरामा चाहिँ के छ भने यसमा चाहिँ गोलभेरा, प्याज, अदुवा लसुनको पेस्ट, धनियाँ खुर्सानी अलरेडी काटेर ठिक्क पारेर राखिसकेको छौँ। अनि उता अर्को बाटामा चाहिँ हामीले हाँसको मासुमा चाहिँ बेसार र नुन राखेर हल्का मोलेको छौँ। यो चाहिँ अदुवा हालेको हो। हाँसको मासुलाई चाहिँ अदुवा धेरै चाहिने भएको कारणले चाहिँ हामीले चाहिँ अलि धेरै नै अदुवा लिएर अदुवालाई पनि हल्का रातो रातो हुने गरेर फ्राई गरेको छौँ। अब चाहिँ यसमा हामीले अघि नै काटिराखेको गोलभेरा, अदुवा लसुनको पेस्ट र गरम मसला, धनियाँ र खुर्सानीको काटिराखेको चाहिँ हामीले यसमा हालेछौँ। यसमा हालेर हामी चलाएर एकछिन फेरि पकाउँछौँ। कस्तो मजाले कलर चेन्ज भयो नि है, रातो रातो। मिठो छ नि त बुवाले बनाउनु भएको? मिठो छ।